प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सर्वाधिक चासोको साथ हेरिएको बीआरआई सम्बन्धी विषयमा सहमति भएन। विभिन्न 9वटा सहमति तथा समझदारी पत्रमा भने हस्ताक्षर। चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न 5 अर्ब 60 करोड़ रूपियाँ अनुदान दिने, थप नगद सहयोग गर्ने पनि प्रतिबद्धता। प्रधानमन्त्री केपी शर्मा ओली र चीनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता। नेपाल चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल। राष्ट्रिय जनकांग्रेस एनपीसीका अध्यक्ष चाओ ल सीसँग पनि भेटवार्ता। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दावी। भन्छन् बीआरआई बारे अहिले बोल्नु हतार हुन्छ। भ्रष्टाचार विरूद्ध आफूले अघि सारेका एजेण्डा उपनिर्वाचनबाट अनुमोदित भएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। एक्लै चुनाव लड्ने जनादेश प्राप्त